सेवारो नमस्ते दाजु। सेवा पूर्व उहाँ चाहिँ नि जिरिखिम्ती गाउँ विकास समिति वार्ड नम्बर 3 कुलुम्बाङफे आम्फू आएको चाहिँ नि पूर्व वार्ड अध्यक्ष हुनुहुन्छ। त्यतिखेर अलिकति ज्ञाता यो हाम्रो आम्फू वा कुलुम्बाङको चाहिँ नि वस्तुस्थिति त्यहाँको बसोबासको हिसाबले यहाँले थाहा पाएको कुरा, योभन्दा अगाडि थाहा पाएको कुराहरू केही कुरा छ दाजु? अब त्यो भनेको मेकतना पर्यो, आमदिन पर्यो, माथि अम्फा पर्यो, तल पिलिङ डाँडा पर्यो। हाम्रो गाउँ भनेको बिचमा भन्नाले चाहिँ कुलुम्बाङमै भनियो। अब बसोबास गर्दै जाँदा चाहिँ नेपाली भाषाले माझ गाउँ भन्ने नामाकरण रहेको हो। खास चाहिँ यहाँ सरस्वती हेर्दा चाहिँ पुर्खाको कागजपत्र पल्टाउँदा चाहिँ यहाँ के भयो भनेपछि सर्वजितको पालादेखि मात्रै यहाँ लिम्बुहरूले लालमोहर पाएका छन्। अनि मुख्यतः यहाँ कुलुम्बाङमा चाहिँ मात्र 4 घर मात्रै थिए। के त भन्छु सार्की चाहिँ पहिल्यैकै रहेछन्, 4 घर मात्रै। त्यो मरुमरौको भोइ मसँग छ, हेर्दा हुन्छ। अनि त्यतिकै अब सन्तान बढ्दै गए, हामी धेरै भाइ भएको छौँ। अहिले धेरै घर थेगुवा टोलै हो त्यो। अब माया मोहले भाना भान्जा त्यो सार्की चाहिँ जुत्ता सिलाउनेमा भैँसी काट्यो छाले दिने पर्ने त्यो चक्टे सार्की भन्ने छ। 2 घरको पुंसास रच्छ हेकिल 2 बार। यो धर्मलाल परिवारको, महादलको परिवारको चाहिँ मैले कागजपत्र भेटे छैन है। जब मैले मिक्चोयाङ र लाघेम्याङको छोरा 3 भाइ हुन्। सर्वजित, चन्दमान र बन्दमान, तिनीहरू चाहिँ 24 मा छन् अहिले। त्यस्ताहरू धेरै छन्। अब पुर्खाहरूको चाहिँ खोजी नीति गर्दा अहिलेसम्मका कुराहरू पुरानो कागजपत्रहरू पाइन्छन्। तर यहाँ यो महादल, बहादल, पुनाङको चाहिँ कागजपत्र पाइएको छैन। ती कहाँबाट छुट्टिएका हुन् भन्दाखेरि यहाँ चाहिँ सर्वजितको छोरा 3 भाइ थिए यहाँ है। 3 भाइ। सर्वजित जेठो परिगयो। अब सिराने खाल चाहिँ अब चन्द्रमानपट्टि भइहाले। अनि सहवीरको छोरा चाहिँ 3 भाइ हुन् है। पहिलो सहवीर, अनि बन्दमान, अनि हंसनन्द भन्ने सिम्बोले खान उसको छोरा गोरासिङ थियो हंसनन्दको। यहाँ भनेको गैरेखालमा महादल, बहादल जेठो महादल, अनि कान्छो आछामे खाल पुनाङ हो त्यसको नाम। अनि त्यो कागजपत्र खोज्छु छैन, त्यो झुला मात्रै बनाए सबै। तिनीहरू चाहिँ छन्, अझै खोज्दा पाइन्छ छ कागजपत्र। त्यसो गर्दा ल्याउनु भयो यो अब शुभाङ्गी। नि नेवार कसरी आयो त भन्दाखेरि 1860 मा चाहिँ बसेका रहेछन्। त्यो कागज छ। त्यो कागज चाहिँ सारेको हुन्छ। अस्ति कुरा उकालो नरेन्द्रले त्यहाँ चाहिँ खाँडी सिम्मिमु थाक्म्याङ छाप छिपोतिर त्यो त राम्रो इतिहास छ। किनभने जिरिखिम्ती कान्छा हुन्छ नि, त्यो चाहिँ बेनेको बाउ हो। हावाले पार्टी आसपासमा त्यहाँनिर बनेछन्। जे होस् छिटको साडीहरू बने त्यतिखेर। साडीहरू पनि त्यतिखेर लिम्बुवानीहरूले यो सादा मात्रै बनेछन् होइन। अनि बुट्टा लाउनु जानेनन्। पाङदु भनेको मजिटो। त्यो पाङदुको चाहिँ त्यो मजिटोको चाहिँ नै कलर लगाएर उत्तिसको बोक्रो मिसाएर त्यसलाई चाहिँ रङ्ग्याउनुको लागि ल्याएको रहेछन् के। छिपोतिरो भन्ने छ। दमेले त्यो सुजेरेतिर झोला सुजेरे है। सार्कीले चाहिँ पलेटीतिरो है। अनि नेवारहरू चाहिँ त्यसो त्यहाँ आएका रहेछन् ल्याएको। सार्केल चाहिँ लाङ्छाप्नु ल्याएको। अनि यता यो सार्केलले जुत्ता सिलाउनु ल्याएको। कानुले जेल्दै गर्दा उहरू चाहिँ हराभरा भए त्यसरी चाहिँ होइन। मैले चाहिँ तपाईँलाई सोध्नु खोजेको कुरा के हो भने नि, के अरे दाजु,
थेगुवामा शुभाङ्गी पाउने को थियो यदि शुभाङ्गी पायो भने शुभाङ्गी कसले पाएको थियो पहिला सहवीरको पालादेखि मात्रै आयो मुख्य चाहिँ लालमोहर छाप छ त्यो लालमोहर कसले पायो सहवीरले खुसँग यहाँ पछि फुट भयो फुट भएपछि शुभाङ्गी म्यासुर हो लालमोहर पाउने नै शुभाङ्गी हो त्यही त अन्त अङ्गाङ सुबाए त्यसरी चाहिँ बाँडे दाजुभाइले यता सिराने खाल चाहिँ भगवन्तले जो हाम्रै फुटबाट दिएको थियो भगवन्त मैले त्यो सिरान कान्छासँग सोद्धा हो ठ्याक्सले यस्तो भन्छ हो त्यस्तो बाबुबाजेको नाम नजान्नेहरू चाहिँ नै आबा जाबा पिता पुर्खाहरू थिए र त हामी छौँ होइन मासिनी त मासी गए मुङ्लाने भइगए होइन त होइन जसरी तपाईँहरूकोमा खुर्लालको भाइ लखरामा छ नि होइन त खुर्लालको भाइ हाङलुङ्गे बाबु त्यसरी चाहिँ यहाँ बसोबास हुँदै गयो कोही मुङ्लाने भए अब यही हाङलुङ चाहिँ डबल कारबारी गरेको रहेछ के अहिले इतिहास हेर्दा यता पनि गर्यो आमदिमानीमा गर्यो बाजेले चाहिँ बाजेले अनि जमिन पनि हाम्रो आमदिममा पनि छ यता पनि छ त्यो अहिले हेऱ्यो हामीले त्यसै कुना हाम्रोमा चाहिँ थिएन लायोङबामा थियो एकजोर दाउरा सुरुवालका पहिला सक्दैछु लायोङबा थियो छैन त्यहाँ अनि यो दिलबहादुर सदेम्बाको थियो उसले चाहिँ बुढी पायो बिस्मुरिया गएको अनि अर्को कुरा ह्यान्डबेलले जस्तो बस्ती अहिलेको अवस्था माझगाउँको अवस्था अथवा कुलुम्पाङ्गेको अवस्था अब लम्फुक्कुमा बस्थ्यो तर पछि खफाखेने भनेपछि सकिन्थ्यो सत्ता लम्फुक्कु जेठो त्यहाँ बसेको कारणले अनि सिङजाङ्गुले मात्रै खोजे बसोबास यक्थेको यहीँ बस्थ्यो औलो रोगले लेखमा चढेका हुन् पिलिङ डाँडा गरे अनि पिलिङ डाँडा युद्ध जित्यो नि त कारिसराब अध्यक्ष बे थालानु मेधे मे मुहारी सिङजाङ्गु ठेगु नाधाम बिमु मुआ तिल्लिङ डाँडा मेखेप सुआली खुच्च सक्के बोगाले हात नाडा राम मेफङ खेङ चाहिँ अनि थेगुम चिली वेथलङ नामन होसा मन्त्र छ भने एकङ्क छबे थिक्बेम म्युङ ओडार असंgne खेङ ओडार म्युङ बा हेबेङ अलो सागते वाते खेङ चाहिँ खोयङले मिगाङ ताक्यो एकङ्क शेर छ Kung magingmen sapokumet nadira luptame bele sapokuma kumeng nama karon पहिला गुन्ची जयबेन्नङ मेसरबा अनि छाउरेर हो खन्थे बिरवर साइलाले होस तंबा फेम बेसप्तङ त्यो कुनबेले मारेको ठीक छ अब धन्यवाद अब यति कुरा ल्याउनु भयो तपाईलाई धन्यवाद जे जान्छु मैले बोले हैन जाने जति र कागजपत्र खोज्दाखेरि त्यसरी पाइएको छ अझै पनि हेर्न सकिन्छ अब यहाँ के भयो अब देवी देवताका कुरा आए हैन त जुन धामी निस्किन्छ त्यसले देवता निकाल्ने पर्ने डाँडा उबेन जमदारेले निकालेको त्यो माथि जमदारे फेर मिउक्समे पोखरीम नेसे क्या हुन्छ सक्के बुगाङ अरे यो ढाड म नेसे एकन कङ चाहिँ अनके थेबा हंसुते लोतवा एक जंगले महिलार गुम्बान हेदाङ मलवन्ता ना धारा हेनी लोतवा पन्नाका पर खर्सिने अनके थेबारे लोतवा कङ आइतबान हंसुते लोतवा हो कङ आइतबारे पन्नाङ कङ एकन को मुलो हक्सी यो केनिसु केनिसुने यो लुङिन्ना कङ नर्क गुण्ड मेनुनन नारबा उगमे त वायु बे छ त्यो के एकन खे यो ठुलुङ फुक्को निर्णय यो सिंहदेव यो हल्लो माकी दिन बेला जादुमुल बेला या पूजा नांगी पूजा चोमदो भङ रिति चिति म्युक्स बा रियांसी जमदार लन्ते त्यो मंगथान चोबा जमदार कुनामरे कुम्बाले एकदम बा हेंजे
Eke simbolin kutum lengsing pedang na thi thum bela ti lo ne bu ngal da ja ke le tang ba gata pedang bu utte lang kan ke tu patolon we ek tang ba yo chi sen yo go bari per rup tu ba orar ne asang ta ner ho yo ek tang ba ma ala bhana banjar ल्याउनु पर्यो माया दले चेलीबेटी लुङमा भने धेरै थरी थरीका भाइ एक तो 7 नंबर में होप्तन ना के दारी जुंगे रातो घरे रे कुन sa uen na kala sa nu pat asus be menango yak tung ekimilo ne gumma hing ben bene are benga